नेपाल प्रिमियर लिग एनपिएल को दोस्रो सिजनको दोस्रो खेलमा मङ्गलबार कर्णाली एक्स र चितवन राइनोज एक अर्का विरुद्ध मैदानमा उत्रिए। चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिए। कर्णालीले केही अनपेक्षित प्लेइङ सेट मैदानमा उतार्यो। पहिलो सिजन कर्णालीका लागि उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका विलियम्स वशिष्ठ प्लेइङ 11मा परेनन्। गत सिजन नै ट्यालेन्ट हन्टबाट आएर उत्कृष्ट प्रदर्शन गरेका स्पिनर विपिन शर्मा पनि टिम बाहिर रहे। ओपनिङका लागि कर्णालीले म्याक्स ओडाउट र प्रियाङ पाञ्चालको जोडी उतार्यो। यो जोडीले कर्णालीलाई राम्रो सुरुवात दिलायो। पावर प्लेमा बिना कुनै क्षति 51 रन बनायो। प्रियाङ पाञ्चालले सुरुवातदेखि नै आक्रामक सट खेले। एनपिएलको डेब्यू खेलमै अर्धशतक बनाए। 28 बलमा अर्धशतक पुरा गरेका उनले 47 बलमा 90 रन बनाएर आउट भए। शतकतर्फ अघि बढेका प्रियाङलाई रवि भोपाराले देव खनालको हातबाट क्याच आउट गराएका थिए। अर्का ओपनर ओडाउटको प्रदर्शन भने सामान्य रह्यो। 9औं ओभरमा सेफ जयबको बलमा बोल्ड आउट हुनुअघि उनले 30 बल खेलेर एक चौकासहित जम्मा 20 रन मात्रै जोडे। पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सबाट खेल्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका जयब यसपटक चितवनसँग जोडिएका छन्। दोस्रो सिजनको पहिलो खेलमा चितवनलाई पहिलो विकेट उनैले दिलाए। कर्णालीका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि मार्क वार्ड आए। उनले पनि ब्याटिङमा निकै सङ्घर्ष गर्नु पर्यो। उनी 21 बलमा 16 रन मात्रै बनाएर आउट हुन पुगे। चौथो नम्बरमा आएका पवन सर्राफले 3 छक्का र 1 चौकाको मद्दतले 16 बलमा 27 रन बनाए। म्याक्स ओडाउट र मार्क वार्डको कमजोर प्रदर्शनले कर्णालीको रन केही खुम्चियो। निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर कर्णालीले 166 रन मात्रै बनाउन सक्यो। 167 रनको लक्ष्य पछ्याएर मैदानमा आएको चितवनले चौथो ओभरमा पहिलो विकेट गुमाउन पुग्यो। आक्रामक ब्याटर डाभिड मलान युनिस विक्रम सिंहको बलमा क्याच आउट हुन पुगे। सोही ओभरमा देव खनाल पनि 2 रन मात्रै बनाएर रन आउट भए। अर्को इनबाट दीपक बोहराले प्रहार गरेको बल बलर युनिसको हातमा छोएर स्टम्पमा लाग्न पुग्यो, जति बेला देव क्रिजमा केही अघि बढिसकेका थिए। चौथो नम्बरमा आएका अनुभवी रवि भोपाराले एङ्कर रोल खेले। चितवनले पावर प्लेमा 2 विकेट गुमाएर 41 रन बनाएको थियो। राम्रो लयमा देखिएका दीपक बोहराले 42 रन बनाउँदा अर्का युवा स्पिनर युवराज खत्रीले पेभिलियन फर्काए। त्यसपछि आएका कप्तान कुशल मल्लले केही राम्रा बाउन्ड्री मार्फत कर्णालीका बलरमाथि दबाव बनाए पनि 14औं ओभरमा कर्णालीका कप्तान सोमपाल कामीले उनलाई गुलसन झाद्वारा क्याच आउट गराए। कुशल 15 बलमा 20 रन बनाएर आउट भएका थिए। ठुलो सट खेल्ने क्रममा उनी क्याच आउट हुन पुगे। त्यसअघि उनले स्पिनर 2 युनिस विक्रम र युवराज खत्रीको बलमा एक छक्का प्रहार गरेका थिए। कप्तान कुशल आउट भएपछि मैदानमा आएका सेफ जयबले आक्रामक ब्याटिङ गर्दै चितवनलाई जिततर्फ डोर्याए। उनले सोमपाल कामीको एलबिडब्ल्यू धरापमा पर्नुअघि 16 बलमा 4 छक्का र 2 चौका सहित 38 रन बनाएका थिए। रवि भोपाराले पनि 36 बलमा 52 रनको योगदान दिए। 167 रनको लक्ष्य चितवनले 6 विकेट गुमाएर पुरा गर्यो। एनपिएलको दोस्रो सिजनमा चितवनले विजयी सुरुवात गर्दा कर्णाली भने आफ्नो पहिलो खेलमा पराजित भयो। बलिङतर्फ कर्णालीका सोमपाल कामीले 2 विकेट लिँदा युनिस विक्रम सिंह, युवराज खत्री र मार्क वाटले एक विकेट लिए। नन्दन यादव विकेटविहीन रहे। गुलसन झाले पनि राम्रो साथ दिन सकेनन्, जसका कारण कर्णाली एनपिएलको दोस्रो सिजनको पहिलो खेलमा नै पराजित भएको छ।